मैले अस्ति एउटा हाम्रो ज्यापु प्रज्ञा भवन भनेर छ चियासलमा ललितपुरमा ज्यापु समाजको ज्यापु प्रज्ञा भवन छ। अनि त्यहाँ गएर हेरेको थिएँ कि यहाँहरू सबैलाई सेयर गर्छु, तपाईँ ज्यापु समाजको ज्यापु प्रज्ञा भवनमा जानु भएको छैन भने एकचोटि जानु होला। त्यहाँ सानो नेपाल सबै पाउनुहुन्छ। मलाई लागेको थियो नेवारहरूको मात्रै हुन्छ होला, यहाँ त त्यो पनि महर्जनहरूको मात्रै हुन्छ होला भनेको। हिमालदेखि पहाड हुँदै तराईसम्म पूर्वदेखि पश्चिमसम्मको त्यो सङ्ग्रहालयभित्र सकभर सबै सङ्ग्रह गर्न खोज्नु भएको रहेछ कि। त्यो कति ठुलो हृदयता, कति ठुलो आत्मीयता। आज मैले हेरेँ अब नेवा साधना कला केन्द्र होइन, अब यहाँभित्र ज्ञानु राणाको एकल साथ छ। अनि यहाँ सम्मान हुन प्रमुख अतिथि म जगदीश खरेल छु। अनि यहाँ सम्मान हुने अघि हेरेको कोही थापा हुनुहुन्छ, कोही राई हुनुहुन्छ, कोही के हुनुहुन्छ। सानो नेपाल तपाईँहरूको हृदयभित्र अटायो। यसको लागि आयोजकलाई पनि धेरै धेरै धन्यवाद छ। म यसप्रति चाहिँ एकदमै आभार व्यक्त गर्न चाहन्छु।